बोटिङ गरिसकेपछि मैले भरत तालको विषयमा जान्ने जमर्को गरेँ र केही व्यक्तिहरूसँग मैले अन्तर्वार्ताहरू गरेर भरत तालको बारेमा जानकारी लिएको छु। यहाँ घिसिङ खाजा घरको भाउजू हुनुहुन्छ। म भाउजूलाई अलिकति भरत तालको बारेमा सोध्छु। तपाईँको पहिले नाम भनिदिनु न। नमस्कार, मेरो नाम सानु लामा। अनि यो पसल चाहिँ सानु खाजा घर होइन? तारा घिसिङको मिसेस हजुर चाहिँ। अनि यो भरत ताल चाहिँ कसरी नाम रहन गयो भाउजू? भरत ताल चाहिँ यहाँ अब पहिला बगर थियो हजुर, अनि त्यसपछि यहाँ मेयर साहबले अब बगर राख्नु भन्दा हजुर, यो अब ताल निर्माण गर्यो भने यसो पर्यटकीय क्षेत्र पर्यटकीय क्षेत्र हुन्छ भनेर गरी खाने बाटो पनि हुन्छ भनेर मेयर साहबले अब ताल निर्माण गर्नुभयो। ताल निर्माण गर्नुभयो अनि त्यसपछि चाहिँ यहाँ के अरे अब पर्यटक क्षेत्र भयो। यहाँ मानव निर्मित ताल सबैभन्दा ठुलो होइन। हजुर, अनि भरत ताल चाहिँ किन भन्न गएको भनेदेखि हाम्रो मेयर साहबको नाम भरत हो नि त, हजुर, हजुर, भरत कुमार थापा। अनि त्यही भएर यहाँ माछा पोखरी भन्न पर्ने ठाउँमा अब सबैजनाले भरत ताल ए भरत कुमार थापाले बनाउनु भयो अनि यसको नाम भरत ताल रहन गयो है, मेयर साहबको नामबाट। ए ल, धन्यवाद भाउजू। हजुरलाई स्वागत छ मेरो भिडियोमा। राम राम। यो नि भरत ताल कति क्षेत्रफलमा फैलिएको छ? ये 121 बिघा भयो। पुरै 121 बिघा नै ताल हो? हजुर हजुर। भनेको अनि ताल भन्दा बाहिर र ताल पानी मात्रै 100 बिघा कि? नहीं पानी भनेको तो 101 बिघा हो। हजुर। और पूरा राउंड लगाएर 121 बिघा हो। 121 बिघा हो। ये हाम्रो भरत सरले सबै रोजी रोटी खाने बाटो दिए बर्गरमा। ये पूरा बिगाड थियो। यार मान्छे रहन्थ्यो दिउँसो पनि। हजुर। तर अहिलेदेखि त यार रमाइलो भएको छ। दामी भएको छ है। राम्रो छ, म पनि घुमेँ नि त। ल, थ्याङ्क यू भेरी मच तपाईँलाई। ल, धन्यवाद। भरत तालको पानीको स्रोत चाहिँ यो बागमती नदीबाट यसरी ल्याएको रहेछ। बागमती खोलाबाट यसरी भरत तालमा पानीको स्रोत हालिएको छ। यो चाहिँ नेपालकै मानव निर्मित दोस्रो ठुलो ताल रहेछ। यहाँ चाहिँ पहिले यस्तो पानी नभइकन गेग्रान भएको खाल्डो ठाउँ थियो अरे। अनि बागमतीको पानी मिसाएर यहाँको भूतपूर्व मेयरले भरत कुमार थापाले यो ताल निर्माण गरेको हुँदा यो ताललाई भरत ताल भनेर नामाकरण गरिएको रहेछ। यो 120 बिघा 121 बिघा जमिनमा फैलिएको यो ताल एकदम ठुलो छ। 30 हेक्टर जमिनमा यो बनाइएको रहेछ। यहाँ धेरै सुविधाहरू छ। बोटिङको रिक्रिएसनको लागि एकदमै राम्रो ठाउँ रहेछ। सर्लाहीको फोटोस लिनको लागि हवाई जहाज, बच्चाहरूका लागि विभिन्न खेल्ने सुविधाहरू प्रशस्तै रहेछ। यहाँ नानीहरूलाई रिक्रिएसनको लागि यस्तो व्यवस्था पनि रहेछ। बेबी कार भाइ एकदम इन्टरटेनिङ गरेर कुदाउँदैछन्। यहाँको अर्को महत्त्वपूर्ण आकर्षण भनेको चाहिँ जेट बोट अनि अन्य बोटहरू नै हुन्। जेट बोटको चाहिँ विशेष आकर्षणको जुन इन्टरटेनिङ क्रियाकलाप देखेँ मैले पनि त्यही भएर जेट बोटमा रमाइलो गरेँ। यो जेट बोटमा घुम्न एकदम आनन्द आयो। धेरै त होइन, 10 मिनट जति गर्ने हो, तर ठुलो ताल वरिपरि जेटले पानी छ्याप्दै हिँड्दाखेरि चाहिँ एकदम रमाइलो हुने रहेछ। अघिल्लो एपिसोडमा मैले यसलाई देखाइसकेको छु। यहाँको अर्को मुख्य आकर्षण भनेको चाहिँ जिप लाइन अनि स्काई साइकल रहेछ। यो चाहिँ मैले ट्राई गरिनँ। मैले जिन्दगीको पहिलो घोडचढी पनि भरत तालमै गर्ने अवसर पाएँ। एकदमै रमाइलो भयो। भरत ताल घुम्न म बिहानै आएको थिएँ। यो चाहिँ लगभग अब मध्य दिन हुन लाग्यो। यहाँनिर भ्रमण गर्ने मान्छेहरू आउने क्रम चाहिँ एकदमै जारी छ। भर्खर भिडभाड हुँदैछ। मेरो भने फर्किने बेला भइसकेको छ। मैले फेरि यहाँ सुन्तला किने। भरत ताल निर्माण हुनु अगाडि चाहिँ भरत ताल भएको क्षेत्र यस्तो अहिले अगाडि देखिएको जस्तो क्षेत्र थियो भन्ने मैले बुझेँ।
र यो जुन अगाडि पहाड जस्तो भाग देखिन्छ त्यो भरतताललाई गहिरो बनाउँदा निस्किएको गेग्रान माटो नै हुनुपर्छ, त्यसले बनिएको यो पहाड हो। र भरततालको जुन क्षेत्रलाई यसरी ताल बनाइयो, यो ताल बनाइसकेपछि चाहिँ यो ठाउँको रूप रङ फेरिएको छ। यहाँका स्थानीय मानिसहरूले चाहिँ धेरै रोजगार प्राप्त गरेका छन्, गरी खाने बाटो भएको रहेछ। त्यही भएर यहाँ प्राय भरत कुमार थापालाई चाहिँ प्रशंसा गर्ने मान्छे मात्रै मैले भेटेँ। भरतताल यस्तो अवस्थाबाट त्यस्तो भएको रहेछ। भरततालको एपिसोड म आज यहीँ अन्त्य गर्न चाहन्छु। भरततालबाटै यो सर्लाहीको एकमात्र ठुलो पर्यटकीय स्थल भरततालबाट विलिङ फर बेटर फिलिङको अभियानसँगै म यहाँ घुम्न आएँ र साइकल अगाडि राखेको छु। यहाँ धेरै रमाइलो गरियो, घोडचढी गरियो, जेट बोटमा भरतताल पनि सयर गरियो। अब यहाँबाट म बागमती पुल हुँदै नुनथर जानेछु। आजको यो भरततालसम्मको भिडियोलाई यहीँ अन्त्य गर्दै बिदा हुन चाहन्छु। नमस्कार। अब नुनथरमा भेटौँला है त। थ्याङ्क यू भेरी मच।